यार पानी पिछो कुरा काम गर्नु नि तनाव तनाव छ त्यही भने यो बर्खाको मौसममा चाहिँ बाहिर काम गर्ने कस्तो गाह्रो भयो के अरे के नअरे भइरहेछ यार तेरी पानी परेर बिजोक भइरहेछ त्यही भने यो काम गर्नलाई ओहो केटा के छ खबर ओहो के छ खबर दिनु ठिकै छ मेरो अन्तिम सुनाउ न ठीक छ ठिकै छ धेरै पछि भेट भयो त कहाँ गयो त कहाँ जानु व्यापार व्यवसाय पनि ठप्पै छ अब कहानी लामो छ अब बसेर गफ गरौँला बसेर गफ जाउँ त मान्छे चाहिँ आउँछ त्यहाँ गरौँ हुन्छ माथि गएर त्यस्तै हो है बल्ल भेट भयो है बल्ल धेरै पछि भेट भयो नि ल केटा तिम्रो बस्दै गर म चिया बनाउँछु है ल हुन्छ हामी बस्दै बस्दै एक्सन अनि के छ त तिम्रो व्यापार के छ कस्तो चलिरहेको व्यापार नभएर मैले त पसल बेचेँ नि यार तनाव भयो ऋण पनि लाग्यो व्यवसाय ठप्प छ भने ऋण लाग्यो रे के भयो ऋण लाग्यो त्यो त व्यापार त राम्रै थियो त कि डिसो त जान थालिस् ए नजिस्किने यो पनि आफ्ना पीडा भएको बेला ल तनाव तनावको कुरा छोड मोबाइल चिया खाऊ अनि त्यसपछि कुरा गरौँ न तनाव चाहिँ के को तनाव नि यत्रो वर्षपछि भेट भएको छ यत्रो समय कहाँ हराथिस् आउने त्यो तनाव तँलाई के तनाव भयो तँलाई खासमा म विदेश जान लाग्छु केटा हो त्यही भएर तिमीलाई लास्टपल्ट भेटौँ भन्दा मात्र आएको विदेश किन जानलाई व्यापार राम्रै चलिरहेको थियो विदेश जाने रहर मलाई पनि कहाँ छ र केटा हो अब व्यापारमा चुर्लुम्म भइयो नगइकन त मेरो केही उपाय लाग्ला जस्तो लागेन मलाई त अब देशमा यत्रो युवाको सरकार आएको छ विदेशका मान्छेहरू पनि फर्केर आइरहेका छन् मान्छेहरू विदेशमा नजाने भन्दा पछि त जब विदेश जाने त्यही त मान्छेहरू धमाधम फर्कियो भनेर भन्छन् आफ्नो बिजनेस गरिरहेको छन् हामीले पनि हामीलाई हेर न हामी आफ्नै किसिमले आफ्नो तरिकाले हाम्रो आफ्नो खर्च पुऱ्याएर चाहिँ कन्टिन्यू बिजनेस गरिरहेछौँ तिमी यो अवस्थामा अब 40 कटिसकेपछि के विदेश जान्छौ अब विदेश जाने भइहालिस् हामी तिनजना मिलेर कति रमाइलो गर्थ्यौँ जे पनि हामी पछि त्यहीँको साथी अब त गएपछि ठाउँ नै शून्य हो नि मलाई पनि त्यस्तै लागिरहेछ नयाँ देश नयाँ परिवेश त्यहाँको सुख चहल मोजमस्तीमा घोलौला फेरि तर हामी जस्तो साथीलाई चाहिँ फेरि कहिले नबिर्सनु तिमीहरूलाई कहाँ बिर्सिन सक्छु त यार म अर्को कुरा दूरी र समयले साथी छुटाउँदैन मनमा ठाउँ छ भने साथी साथी नजिक हुन्छ त्यो त हो विदेश विदेश जान्छ त खै जाने दिन पनि आइसक्यो खुसी पनि छु अब तिमीहरूलाई छोडेर जान मन छैन मन भारी भइरहेछ यहाँ छोडिदियो अब जाने नै भइसकेपछि दुःखी भएर हुन्छ त तर गएपछि चाहिँ साथीभाइलाई नबिर्सनु नि फेरि कहाँ बिर्सिन्छ यार तिमीहरूलाई मजाको आफ्नो ठाउँ छ साँच्चै भन्नुपर्दा दुःखमा नआत्तिनु सुखमा नमात्तिनु हाम्रो साथीमा सदैव रहनेछ साथसाथै तिमीहरूको यो हौसलालाई म जीवनभर सम्झिनेछु केटा हो र हामीले बिताएका पलहरू सधैँभरि मेरो मानसपटलमा रहिरहनेछ ठिकै छ म केही दिनमा विदेश जाँदैछु तिमीहरू पनि राम्रोसँग बस अब जान मन नहुँदै पनि जानुपर्ने बाध्यता आफ्नो ठाउँमा छ साथीभाइ यो साथ सपोर्ट त सधैँभरि हाम्रो रहि नै रहन्छ होइन त केटा ल त अब जानिँदै भइहालिस् त्यसमा एउटा फोटो खिचौँ न त दुईजनालाई एउटा फोटो राखौँ मैले जोडिने सम्बन्ध